कमान कडारु लेट्स मुभ झरी जान्छौ फेरि ठुलो मान्छे अबि दाहिने दाहिने छम्मी मोटो खुट्टा लकलक काम्नु थाल्यो सो भिडियो यहाँबाट आज पनि हाम्रो अर्ग्यानिक ठाउँबाट सुरु छ हैन ओके साथीहरु वेलकम ब्याक टु अनदर एपिसोड है आजको एपिसोडमा चाहिँ हामीले नेपाली भाइब्स लिएर आउने छौं हैन जसमा चाहिँ हुनेछ हाम्रो ट्रेडिसनल नेपाली फुड है र यस्तो ठाउँहरुमा चाहिँ जस रमाइलो हुन्छ आज चाहिँ जाडो पनि छ है चारैतिरबाट खुसी प्लस हुन्छ नि बादल पानी पर्न आँटेको जस्तो सो त्यही हो आज रमाइलो दिने छौं है यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर इन्जोय गर्नु होला द ब्लग अफ एक्सट्रिम बागजोडा नेपाली भाइब्स हो त आज चाहिँ के गजब छ यहाँ अब चाहिँ हामी खतरनाक जङ्गलमा छिर्यौं है टप हाइटबाट चाहिँ यो चाहिँ अब पानामा जङ्गल है केटाहरु ओ केटाहरु के जङ्गल अरे पानामा जङ्गल हो हामी अमेरिका छिरेको छौं साथीहरु ल यहाँ चाहिँ एकदम बाघ भालु लाग्ने खतरा सम्भावना छ यहाँ चाहिँ तेरीको कस्तो कडा यार जङ्गल पनि डरै लाग्दो जङ्गल छ त हौ साथीहरु ल पुरा ऐजिरु पलाको जङ्गल छ त यहाँदेखि हामी केही बेरको यात्रा गर्नेछौँ र यहाँभित्रको वन जङ्गलमा रमाउँदै हिँड्दै अगाडि बढ्दैछौँ है साथीहरु ल ओभर जाडो लाग्यो त यहाँभित्र पसेको त कस्तो खालको जङ्गल हो हरियो परियो त खतरा रहेछ है रमाइलो निकै टाढै छ अझै पनि जङ्गल क्रस गरेर चाहिँ मजाकै भ्यू भएको ठाउँमा जाउँ भनेको है आहा के मजाको यार सुकेको छ के हो नि भरे बाल्न लानुपर्छ यो खतरनाक जङ्गलपछि हामी अर्को भ्यू पोइन्टमा आइपुगेको छौँ साथीहरु ल वाउ सो लिट छ है दामी ओहो कुकुवा खेल्ने ठाउँ छ त यहाँ त यार केटा हो तल पुरा दाउराहरू काटेको रहेछ यहाँदेखि तल यहाँदेखि हामी अझै राम्रो ठाउँ हेर्दै जान्छौँ है त बाटो त भिरको बाटो छ त रे खतरा छ बाटो ओ टोलीहरू आउ छिरो र यो पोइन्टमा आइपुग्यौँ हामी यो पोइन्ट इज वाउ है यस्तो दामी भ्यू देख्न सकिन्छ आम्बो खतरा भ्यू देखिरहेछ यो पनि एउटा यो ठाउँको चाहिँ टप हाइट नै हो र यो टप हाइटमा अब हामी यहाँ नेपालीपनको नेपाली भाइब्स भिडियो ल्याउने छौँ है त अब टु पोइन्टको लागि एरिया साफसफाइ चलिरहेको छ साथीहरु यहाँनिर चाहिँ अब हामीले चाहिँ यहाँ मजाले झार चाहिँ हटाउनु पर्ने छ किनभने यसले आगो लाग्न सक्छ है यहाँ हाम्रो चुला हुन्छ नि त्यसपालि चाहिँ यो छड्केमा एउटा त्यो छड्केमा एउटा क्या उखाल्नुपर्छ भाइ